नमस्ते साथीहरु सबैजनालाई। आज चाहिँ यो शङ्ख सभामै पहिलो यो चाहिँ हाम्रो शङ्ख सभाकै पहिलो यो टपरी बनाउने मिसिन हो। यो चाहिँ हाम्रो शङ्ख सभा जिल्लाको मादी नगरपालिका वार्ड नम्बर 4 मा हाम्रो आदरणीय अङ्कल नवीन दाहालज्यूले यो मिसिन ल्याउनु भएको छ। अहिले यो चाहिँ टपरी उहाँले भक्काभक्की टपरी बनाउँदै हुन्छ, दोना बनाउँदै हुन्छ। के खाना हुन्छ त घरमा ल हैन लगाएर उहाँले चाहिँ यसरी दोना बनाउँदै हुनुहुन्छ। आज यो सालको पातको आज फेरि यो कागजको दोना बनाउँदै हुन्छ उहाँले। हेर्नुहोस्, हाम्रो यो घर गाउँमा बनाउने यो लोकल पातहरूले हुने खालको। हेर्नुहोस् त, ज्यानो पराएको छैन। हेर्नुहोस् त, यो चाहिँ कागजको बनेको कागजबाट उत्पादन हुने यो मिसिनको गाईमा लगाएर अर्को ल्याउँछ। हामीसँग टपरी पनि यो चाहिँ भोर्लाको पातको टपरी हो। यो सालको पातको टपरी हो। ल उहाँले देखाउनुहुन्छ खाले ट्राई गरेको हो। यो पट्यासको हो हैन, पाँचको पटासको यो चाहिँ पाँचको पट्यास घर गाउँमा पाइने एकदम राम्रो चिजहरूलाई हुनेसम्म ट्राई गर्ने हो। एउटा यो घरमाको यो खालको निक्लिया छ आलुमिनियम पेपरको यो चाहिँ यो खालको निक्लिया छ। यो खालको पनि ल हेर्नुहोस् त, गर्दा जे पनि हुँदो रहेछ। एउटा यो खालको पनि छ। हामीले एउटै मेसिनबाट 4-5वटा आइटमको निकाल्न सफल हुँदैछौँ। तपाईँहरूलाई यस्तो दोना टपरी चाहियो भने म हजुरलाई यहाँ उहाँको नम्बर हालिदिन्छु, त्यसमा कन्ट्याक्ट गर्नु होला। तपाईँहरूलाई होलसेल पसलको लागि पनि हुन्छ, अनि व्यक्तिगत घरमा चाहिए पनि भन्नुहोस्। यो कार्टनको यो हाम्रो नवीन अङ्कलले तपाईँहरूलाई केही भन्दै हुनुहुन्छ? उहाँको भाइ चाहिँ मलाई एउटा तपाईँले कहाँबाट ल्याउनु, कसरी ल्याउनु, अब यसको बजारको बारेमा भन्नु तपाईँले। साबुनहरू होइन, नुहाउने साबुन तपाईँको धेरै खालको यो हर्बल स्किनवाला अन्तर्राष्ट्रिय दुना टपरीको लागि हामीलाई सम्झिनुहोस्। हामी सकेसम्म राम्रो अनि सस्तो बनाउन प्रयास गर्छौँ। हाम्रो दुला चाहिँ यो बन्द त्यहाँ एकपल्ट हेर्नु होला। यसरी यहाँ लाउने हो। अनि यसलाई हामीसँग अब यो चाहिँ साबुनको आइटम, साबुन पनि यहाँनिर बन्छ। यो हाम्रो गाउँघरको मेटेरियलबाट बनेको यिनीहरू सबै। खुल्लावाला चाहिँ देखाउने राम्रो योबाट छ एउटा, अनि योबाट छ। यो के बनेको हुने यिनीहरू तपाईँले सबै? यो चाहिँ मैले सुन्तलाको ट्राई गरेको हो। सुन्तलाको बोक्राबाट ट्राई गरेको। अब यहाँ घर गाउँमा पाइने एकदम सजिलो गर्दैछु। कुनको हुन्छ पहिले त्यो अब सुरुवातमा ट्राई गर्ने हो। र पनि राम्रै निक्लिया छ। यो बेसारको हो। अब अर्को यो चाहिँ तितेपातीको। अहिले हामीले 3टा आइटम बनायौँ। अब आज घिउ कुमारीको बन्छ भने सबैजना
त्यो चायाको त घर गाउँमा पाइने झारपात हुनेसम्म नै एकदम अर्ग्यानिक चिजलाई हामी सदुपयोग गर्न खोज्दैछौँ। ल ठिक छ, हेर्नुहोस् त गर्दा जे पनि हुँदो रहेछ। यस्तै यस्तै छ हजुर। चाहिएमा एकदम सम्पर्क राख्नुहोस्। एउटै छाना मुनि 2 खालको धुना टपरी लगायत साबुनको पनि हामी बेसार, सुन्तला र तितेपातीको आइटम बाट मुख धुने साबुनहरू अब यसो खानेकुरा पनि भक्कु खाएर आउने अनि साबुनहरू लिएर जाने। हाम्रो होटल पनि एभाइलेबल छ त्यो। महादेव होटल एन्ड लज पनि छ हाम्रो यहाँ। सँगसँगै हाम्रो यो अहिले घरैसी उद्योग यो चाहिँ हाम्रो साबुन र दुना टपरी बनाउने मेसिन हो। यो चाहिँ यो शङ्खसभा जिल्लाकै पहिलो हो। यो चाहिँ मेसिन चाहिँ शङ्खसभा जिल्लामै पहिलो हो। पनि होला तर थाहा छैन अन्त